आज चाहिँ हामी कति महिनाको बाटो होला है को बाद चाहिँ यो घरदेखि उकालै लिभिङ एरियाको बाटो हिँड्दै आएको यो डल्लै सिँढी तलबाट डल्लै सिँढी काटिसक्यो हो हामी यहाँ आइपुगिसक्यो अब चाहिँ रोड निस्कियो पछि चाहिँ ढुक्कै हुन्छ है हामीले त धेरै साल भएको थियो होला यो बाटो नहिँडेको है कति वर्ष हिँड्ने 2019 मा चाहिँ बाटो आयो तल हाम्रो गाउँबाटै रोड आयो त्यो भएर चाहिँ यो बाटो छोडेको हिँड्नु लागि र पनि कोही बेला चाहिँ हिँड्थ्यो महिनामा है कति महिनामा एकपल्ट दुईपल्ट मैले त दिन गुड फ्राइडेको दिन हिँडेको थिएँ होला यो बाटो 22 मा होला होइन अस्ति बिचमा पनि एकपल्ट आएको थियो जस्तो लाग्यो यो उकालो धेरै दिनको बादमा मात्रै हिँड्छ नि त हामी धेरै महिनाको बादमा है गाउँ चाहिँ दामी छ नि फेरि जग्गा चाहिँ हो